यो भ्रमणमा मलाई साह्रै अचम्म लागेको भनेको चाहिँ यही फुल र यो पनि फेरि कलरमा हुँदो रहेछ नि त यो फुल। बोटानिसार हेर्नु यो फुल फेरि एउटै कलर छैन, कुनैमा पिङ्क मिसिएको, कुनैमा सेतो मात्रै भएको। कुनै सेतो अब यो त्यो भयो भनेदेखि अनि अर्को चाहिँ तपाईँको सेतो छ। अब फेरि यो अर्कै छ फेरि कलर, ए फरक छ कलर। अनि ठ्याक्कै यसको बोट चाहिँ फेरि हेर्नुहुन्छ भनेदेखि ठ्याक्कै यो हाँगाहरू रुखहरू हेर्दाखेरि चाहिँ फेरि पहेँको जस्तो देखिने। अचम्म। अब यो गुराँसकै पनि हेर्नुहुन्छ भनेदेखि प्रत्येक बोटै अलग अलग छ। यहाँ बोटको तपाईँको जुन पातहरूको बनावटहरू छ त्यसले पनि के जनाउँछ भनेदेखि धेरै खालको एकै ठाउँमा धेरै खालको यो गुराँसको प्रजातिहरू रहेको छ। यसै क्रममा अब यो धुपीको प्रजातिहरू पनि हामीले 2-3वटा प्रजाति देख्यौँ। कुनै चाहिँ अलिकति सानो प्रकारका यस्तो खालको भेटियो भनेदेखि कुनै चाहिँ रुख पनि भेटियो, रुखहरू छ, रमाइलो छ, यस्तो छ। यो तपाईँहरूले यो मोबाइलले कैद गर्न सक्दैन। यहाँको जुन ब्युटी छ, जुन एउटा प्राकृतिक छटा छ, यो मोबाइलले कैद गरेर कैद हुने कुरो होइन। प्रत्यक्ष आएर हेरेपछि अर्कै छ के, सोचेभन्दा धेरै 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 फरक छ। यो हामीले भिडियोमा त धेरै हेरेका थियौँ, तर आज प्रत्यक्ष आउँदाखेरि महसुस भयो कि यो वास्तवमा नआइकन यहाँको बारेमा हामीलाई थाहा हुँदैन। हामी टपमा पुग्न आँटिरहेछौँ। त्यहाँ गएर फेरि हामी अर्को दृश्य देखाउने नै छौँ। त्यति इन्जेलसम्मका लागि